हेलो गुड इभिनिङ साथीहरू। आज त कति धेरै गर्मी छ कि घाम चरक्कै चर्केर म चाहिँ यहाँ एकैछिन हावा खान भनेर छतमा आएको छु। अब एकैछिन चाहिँ म यहीँ छतमा बस्छु। छतमा कस्तो राम्ररी फर्सीको मुन्टाहरू आएको छ कि कतिचोटि खाइ पनि सक्यौँ हामीले चाहिँ। कस्तो राम्रोसँग आएको छ फर्सीको लहरा, सिमी, बोडी, इस्कुसको मुन्टा पनि कस्तो राम्रोसँग आएको कि टिप्दिएको थिएँ मैले, टिप्दै सब्जी खाँदै गरेको मजाले आएको छ कि। एउटा स्पेसल चिज पनि देखाउँछु ल। यहाँनिर चाहिँ फाइनल्ली योपालि चाहिँ हाम्रोमा काँक्रो पनि फल्यो। काँक्रो फलेको छ। फल्नु पर्यो भने चाहिँ फेरि धेरै ठाउँ नै नचाहिने रहेछ क्या काँक्रो फल्नलाई। बोट यत्रो छ जम्मा, यत्रो मात्रै हो बोट, तर पनि काँक्रो फलेको छ कि। यहाँ फलेको छ, त्यहाँ पनि फलेको छ। काँक्रो फलेको छ, काँक्रो फलेको छ साथीहरू। काँक्रो फल्ने क्रम जारी नै छ। हामीले त 2-3टा त टिपेर अचार पनि बनाइसक्यौँ यसको। काँक्रोहरू त्यहाँबाट कस्तो मजाले फलेको छ। अनि यो पुदिना र टमाटरको अचार मन नपर्ने त सायद कोही नै हुनुहुन्न होला है। मेरो चाहिँ यो पुदिना र टमाटरको अचार चाहिँ एकदम फेभरेट हो कि, एकदम मनपर्छ। काँक्रो कति मजाले फलेको छ कि। यस्तै छ। यसो रुममा लिन आएको कि म छतमा हावा खान। यहाँ तिते करेला छ, अम्बा छ। यो चाहिँ भिन्डीको बोट हो। यो चाहिँ फर्सीमा चाहिँ कस्तो मजाले चिचिला पनि लागेको छ कि। कत्रो चाहिँ फल्छ होला है यसमा, थाहै छैन। सिमी पनि कति मजाले फलेको छ कि। यति गर्मी भएको कि त्यही भएर म हावा खान भनेर आएको थिएँ। फेरि यो सबै चिजहरू देख्दाखेरि भिडियो नबनाइकन चाहिँ बस्नै मन लाग्दैन। कति राम्रो फलेको छ कि सिमी। कति खाइसक्यौँ हामीले सिमीको तरकारी, मजाले फलेको छ। र यस्तै छ साथीहरू। आजको दिन पनि गइहाल्यो। अब भोलिदेखि अफिस हुन्छ। बाई बाई।